यो हो नि त साथीहरू भिडियो भनेको। साह्रै नै गजबको भिडियो छ। आफ्नो बुबाको बारेमा उहाँ चेलीले साह्रै नै मजाले भन्नुभएको छ र हामीले हाम्रो बुबाहरूलाई यसरी नै भन्नुपर्छ है साथीहरू। आफ्नो बुबा आमालाई माया गर्नुपर्छ। एकपटक उहाँ चेलीको भनाइ सुनौँ है, साह्रै गजबको छ। बाइले हाम्रो लागि गरेको आधा मात्रै गर्न सके पनि धन्य हुन्छु म। तपाईले जति त्याग र सङ्घर्ष त कसैले गरेरै सक्दैन। तपाईले परिवारको लागि गरे जति त कसैले मरेरै सक्दैन। बा हजुरलाई महँगो सामान कहिले मन परेन। मिठो खाना थोरै हुँदा कहिल्यै भोक लागेन। सबैको इच्छा पुरा गर्दा हजुरको कहिल्यै एउटा इच्छा जागेन। हजुरले दिएको संस्कारमा आँच आउन दिने छैन। केही गरी देखाउनेछु जीवनमा, दुःख छाउन दिने छैन। तपाईँ हाम्रो परिवारको मूल खम्बा हो। तपाईँ अडिग रहेर नै परिवार विश्वस्त छ। निस्वार्थले भरिएको दुनियाँमा हजुरको भावना नै निस्वार्थ छ। हजुरको लागि पुरै जिन्दगी नै खर्च गरे पनि व्यर्थ हुने छैन। हजुरलाई धन्यवाद दिन पाउने छोए पनि अनर्थ हुने छैन। हजुरले बगाएको पसिनामा हाम्रो भविष्य छ। हजुरले देखाएको बाटोमा हाम्रो लक्ष्य छ। हजुर बिना पुरै जीवन अस्तित्व अधुरो छ। भगवानसँग सधैँ हजुरको लागि प्रार्थना गरेको छु। प्रार्थना यही छ, तपाईलाई सधैँ खुसी देख्न सकु, गर्वले मेरो छोरी हो भन्ने जति हुन सकु। वाह, क्या शब्दहरू तपाईले भन्नुभएको छ। साह्रै नै मिठो लाग्यो, साह्रै नै गजब लाग्यो।